लगाइसकेर अब चाहिँ खोला झर्न झर्न लाग्यो। माथिल्लो टर्निङतिर छु गाइस। ट्र्याक्टरहरू हिँडिरहेछन् खोलाबाट, बल्ल बोकिरहेछन् जस्तो। यहाँ चाहिँ बार त थियो होला, भत्किएको जस्तो छ पहिरोले। बार त हाल्यो हो तलको पहिरोले गर्दाखेरि। अहिले खोला आइपुग्यो है। पहिलाको हाम्रो त्यो बिजुलीको पावर पारी एउटा पाइप मात्रै देखिरहेको छ, सबै पोहोरको बाढीले उडे लगेर केही छैन। गाडी आउँदैछ तलबाट खेट्टे गर्दै। बाख्रा पनि आउँदो रहेछ यहाँ बिसाउने बेला पनि बिस्तारै। हेरौँ त गाइजहरू, पौरसको त पाउ मात्रै आएर गाइजहरू खोक्लक। यस्तोमा त फेरि एक्सिलेटर पनि पो आफै चापिन्छ कि क्या हो। गडङ के गडङ गर्छ, झन् बिस्तारै कुदाउनु भन्यो झन् स्पिड कुद्छ। यस्तो छ है गाइजहरू खोलाको बाटो। आमा के भन्नु, ए बिस्तारै कुटै जाँट, बिस्तारै झरे, बिस्तारै घुमेर हतार नगर्ने होइन, किन हतार गर्ने, यसरी बिस्तारै। यस्तो बाटोहरू देख्दा डर मर्दो हुन्छ नि। गोलिया पनि लिएर त पार्कियो। यस्तो छ गाइजहरू पारी बाटो। आमा बिचरा खोलाले यहाँ मात्रै होइन जहीँ पनि गर्नु गरेछ नि। आमा बाटो त फेमे खोला त फेमो खोलाको फुल पानी लाग्यो सबै लगेर गएर यस्तो छ। यस्तो चिप्लिने चाहिँ नचिप्लिए, चिप्लिने चाहिँ नचिप्ली भन्ने अलि राम्रो बाटो आएपछि कहाँ भल्ले त भत्काएकै छ जस्तो छ त बाटो त। यो कहिले पुल बनिरहेको छ, पुल पनि बनिरहेको छ, फेरि
माथितिर पनि झरे झरे छ हैट चिप्लिन्छ नचिप्ले यस्तोमा धुलोमा हैट है बिस्तारै बिस्तारै ल कट्टी अब चाहिँ ल है यस्तो यसो गाईहरू देख्नु पर्ला नि खोलाको बाटो कस्तो छ भनेर ल गाईहरू खोलाको बाटो पनि देखाइहालेँ अब ठ्याक्क फिदिम पुगेर फिदिम बजारको दृश्य देखाउँछु हजुरहरूलाई है त सिउ